सुरुमा हामी एउटा अमेरिकन फुटबल म्याच देख्छौं जहाँ भिआइपी स्ट्यान्डमा निक्की नामको मान्छे आफ्नी प्रेमिका जससँग बसिरहेको थियो। म्याच चलिरहेको थियो तर निक्कीको ध्यान खेलमा भन्दा धेरै भिडमा थियो। उसले एकजना राम्री केटीलाई सिटबाट उठेर जाँदै गरेको देख्यो र त्यही बेला उसको दिमागमा एउटा खुराफाती आइडिया आयो। उसले जससँग एउटा सानो बाजी लगायो कि हेरौं कतिजना मान्छेले त्यो केटीलाई फर्केर हेर्छन्। त्यहाँ बसिरहेको ल्युयान नामको मान्छेले भन्यो म पनि यो बाजीमा भाग लिन्छु र निक्कीले पनि मान्यो। सबैले ठट्टामा $10 को शर्त राखे र गन्न सुरु गरे। जब त्यो केटी स्ट्यान्डबाट बाहिर निस्की अन्तिममा हिसाब गर्दा 7 जनाले उसलाई फर्केर हेरेको पाइयो। यो बाजीमा जसले सबैभन्दा नजिकको संख्या अनुमान गरेकी थिइन् त्यसैले उनी जितिन्। ल्युयानले कुनै हिचकिचाहट बिना पैसा दियो र अर्को राउन्ड सुरु गरौँ भन्यो। यसपटकको बाजी थियो कि अबको फल कसले गर्छ। जसले मलाई यो खेलको कुनै ज्ञान छैन भनेर बाहिरिन् तर निक्की यो शर्तमा होमियो र उसले $1000 को बाजी लगायो। सिटी बज्दा रेफ्रीले फाउलको संकेत दियो र निक्कीले जुन टिममा बाजी लगाएको थियो त्यो सही भयो। उसले बाजी जित्यो र पैसा आफ्नो खल्तीमा हाल्यो। ल्युयान बाजी हारेर पनि अझै उत्साहित भयो। उसले अब चाहिँ $5000 को बाजी लगाउँ भन्यो। यसपटकको प्रश्न थियो कि अब प्लेयरले बल पास गर्छ कि दौडिन्छ। निक्की $5000 को बाजी खेल्न अलि हिचकिचायो तर आखिरमा उसले मान्यो। ल्युयानले उनीहरू दौडिन्छन् भन्ने अनुमान गर्यो र निक्कीले पास गर्छन् भन्यो तर सिटी बज्दा प्लेयरले साँच्चीकै बल लिएर दौडियो जसले गर्दा निक्की अब $5000 हार्यो। अब निक्कीले सोच्यो कि ठीक छ $5000 हारियो अब बन्द गरौँ र उसले जसलाई कफी पिउन जाने कुरा गर्यो तर ल्युयानले जिद्दी गर्यो। उसले तिमी भिआइपी लाउन्जमा बसेका छौ, पैसा त तिमीसँग छ, $5000 ले के हुन्छ, एक बाजी अझै खेलौँ, यसपटक $10,000 को भन्यो र आखिरमा निक्की मान्यो। अब प्रश्न थियो कि यो प्लेयरले अर्को पास सही तरिकाले सफल गराउन सक्छ कि सक्दैन। निक्कीले हुन्छ पास दिन सक्छ भन्ने अनुमान गर्यो तर अर्को टिमले पास बीचमै रोक्यो। अब निक्की $15,000 हारिसकेको थियो। पैसा दिँदै निक्की अलि चिन्तित भयो। उसले अलिकति सोच्यो र भन्यो ल यसपटक $500 को बाजी लगाऊ। यो सुनेर जस छक्क परिन् तर निक्की रिसमा देखिन्थ्यो। यसपटक भाग्यले उसको साथ दिइरहेको थिएन। अर्को बाजी फेरि हार्यो जसपछि उसले $500 अझै दिनु पर्यो। अब जसले उसलाई तुरन्त रोकिन भनिन् तर निक्कीमा उसको रिस र अहंकार हाबी भयो। उसले नसोचिकनै अर्को बाजी लगायो $1 लाखको। ल्युयानले ठट्टा गर्दै तिमीसँग यति पैसा छ पनि भन्यो। निक्कीले धेरै केही नभने नगदको पुरै एउटा बन्डल टेबलमा फ्याँकिदियो। यसपछि त ल्युयान पनि उत्साहित भयो। अब निक्कीले शर्त लगायो कि अर्को पास इन्टरसेप्ट हुनेछ, पूरा हुने छैन। तर यसपटक पास सफल भयो। निक्कीले अब लाखौं डलरको नोक्सान उठाइसकेको थियो। अब ऊ यो समस्याबाट कसरी निस्कने भन्ने बुझ्न सकिरहेको थिएन। उसको यो हरकतले जस पनि धेरै हैरान थिइन्। तर अब खेल धेरै ठूलो स्तरमा पुगिसकेको थियो। निक्कीले मसँग $1 मिलियन बाँकी छ, पुरै बाजी लगाऊ, हेरौं कसले जित्छ भन्यो। यसपटक तासका पत्ताबाट निर्णय हुने भयो। ल्युयान लगातार जितिरहेको थियो त्यसैले ऊ खुसीले पागल भइरहेको थियो। उसले निक्कीलाई एउटा एटिएम मेसिन जस्तै हेर्न सुरु गरिसकेको थियो। ल्युयानले आफ्नो पत्ता निकाल्यो जुन 5 को पन्जा थियो। निक्कीले अब 5 भन्दा ठूलो पत्ता निकाल्नु पर्ने थियो। जित्ने मौका धेरै नै थियो। निक्कीले पत्ता उठायो र धेरै नै आत्मविश्वासका साथ पल्टायो तर उसको त 3 को तिग्गी निस्कियो। यो देखेर त जस तुरुन्तै कुर्सीबाट तल खसिन्। निक्कीले जब खेल सुरु गरेको थियो तब $4000 मात्र लगाउने मुडमा थियो तर अहिलेसम्म ऊ $1 मिलियन भन्दा धेरै हारिसकेको थियो अर्थात् लगभग ₹9 करोडको हाराहारीमा। यो लज्जाजनक हारपछि उसँग भन्नलाई केही बाँकी थिएन। त्यसैले उसले चुपचाप जसको हात समात्यो र उसलाई बाहिर लैजान थाल्यो। उसको मन धेरै दुखी थियो तर ल्युयानले अझै पनि उसलाई जिस्काउन थाल्यो। उसले गुरुसँग खेल्दा यस्तै हुन्छ बाबु भन्यो। निक्की रोकियो र अर्को बाजी लगायो $5 मिलियनको। अब आइडिया अलि नयाँ थियो। निक्कीले चुनौती दियो कि ल्युयानले दूरबीनबाट कुनै पनि र्यान्डम प्लेयरलाई छान्न सक्छ र यदि निक्कीले उसको जर्सी नम्बर सहीसँग अनुमान गर्यो भने जित उसको हुनेछ। ल्युयान यो कुराले अलि अल्मलियो। उसले यो त भाइ दिमाग पर्ने कुरा भयो भन्यो। उसलाई लाग्यो मानौ निक्कीले आफ्नो खुट्टामा आफै बन्चरो हानिरहेको छ। उसलाई अलिकति शंका पनि भयो कि कतै निक्कीले केही धोका त दिइरहेको छैन। उसको शंका हटाउनका लागि निक्कीले ल म पनि अनुमान गर्दिन यसपटक जसले गर्छिन् भन्यो। जसले रिसले निक्कीलाई हेरिन्। उसलाई के भइरहेको छ भन्ने बुझ्न सकिरहेकी थिइनन्। के मौका छ कि यतिका मान्छेहरूमा मैले जसको जर्सी नम्बर भन्छु त्यही हुन्छ, यो भनेर उनी त्यहाँबाट जान थालिन्। तर ल्युयानको सुरक्षा गार्डले उसलाई जानबाट रोक्यो र उनीहरूबीच सानो झगडा भयो जसले आफूलाई अलिकति शान्त पारिन्। निक्कीले उसलाई बस मैदानमा नजर घुमाऊ र जुन नम्बर तिमीलाई आफ्नो जस्तो लाग्छ त्यो भनिदेऊ भन्यो। ल्युयानले दूरबीन उठायो र एउटा प्लेयरलाई छान्दा जसले दूरबीन लिइन् र पुरै फिल्डलाई स्क्यान गरिन्। चारैतिर उनलाई जर्सी नम्बरहरू मात्रै देखिन्थे। कसरी अनुमान गर्ने?
त्यही बेला उनको नजर एउटा चिन्जानको अनुहारमा पर्यो र उनलाई निक्कीको कुरा याद आयो कि जुन नम्बर तिमीलाई आफ्नो जस्तो लाग्छ त्यसलाई चुन। त्यहाँ उनीहरूको साथी फरहाद 55 नम्बरको जर्सी लगाएर उभिरहेको थियो, जसले बुझिन् कि यो सबै निक्कीको योजनाको एउटा हिस्सा थियो। उनले नम्बर 55 भनिन् र त्यो एकदम सही जवाफ थियो। उनको जवाफले ल्युयान चकित भयो, जस पनि केही क्षणका लागि सोचमा परिन् कि निक्कीलाई पहिलेदेखि नै यो कसरी थाहा थियो कि ल्युयानले त्यही नम्बर सिलेक्ट गर्छ। तर यस समयमा यो सबै जरुरी थिएन। उनीहरू बाजी जितिसकेका थिए। दुवैले $1 मिलियनको नाफा गरे र हारेको सारा पैसा पनि फिर्ता पाइयो। 2वटा ठूला नगदले भरिएका झोला लिएर उनीहरू स्टेडियमबाट बाहिर निस्किए। कारमा निक्कीले, जसलाई यो सबै उनीहरूको योजनाको हिस्सा थियो भनेर बतायो, उनीहरू ल्युयानलाई धेरै समयदेखि ट्र्याक गरिरहेका थिए। वास्तवमा ल्युयान उच्च समाजमा आफ्नो जुवा खेल्ने नराम्रो बानीका लागि प्रसिद्ध थियो। उसको अगाडि कसैले पनि केही बाजी लगाओस् ऊ होमिएर जान्थ्यो। निक्कीको टिमले यो पुरै योजना बनाएको थियो। जस्तै ल्युयानले आफ्नो होटलको कोठाबाट बाहिर कदम राख्यो, उसको अवचेतन दिमाग सबकन्सियस माइन्डमा नम्बर 55 हालियो। सुरक्षा गार्डको लेबल पिनमा पनि 55 लेखिएको थियो। स्टेडियमको बाटोमा साइनबोर्डहरूमा पनि त्यही नम्बर थियो र उनीहरूले उसलाई यो नम्बर देखाएनन् मात्र, सुनाए पनि। म्याच हेर्न आउँदा उनीहरूले ल्युयानको गाडीमा एउटा गीत बजाएका थिए जसबाट उसलाई बारम्बार 55 नम्बरको संकेत मिलोस्। त्यो गीतमा 124 पटक 55 जस्तो आवाज आइरहेको थियो, जसले गर्दा ल्युयानको दिमाग बारम्बार त्यो नम्बरतिर खिचिरहेको थियो। साथै उसलाई फरहादको एउटा फोटो पनि देखाइएको थियो, जसले एउटा दृश्य स्मृति भिजुअल मेमोरी बन्यो। जब ऊ दूरबीनबाट हेरिरहेको थियो, उसको दिमाग स्वाभाविक रूपमा नम्बर 55 तिर गयो र जसले फरहादलाई देख्ने बित्तिकै 55 बनिन्, जसलाई पहिलेदेखि नै केही पनि यसकारण बताइएको थिएन ताकि यो पुरै खेलको दौरान उनको अभिव्यक्ति बिल्कुल सक्कली होस् र कसैलाई पनि उनीहरूमाथि शंका नहोस्। यो सबै सुनेर त जस निक्कीबाट पूर्ण रूपमा प्रभावित भइन्। यसपछि कथा केही दिन अघि जान्छ। केही दिन अघिको कुरा हो। निक्की एउटा कोठामा खाटमा थियो र उसको टाउकोमा एकजना मान्छेले बन्दुक तानेको थियो। उसको छेउमै जस बसेकी थिइन्, जसलाई ऊ भर्खर केही दिन अघि मात्र भेटेको थियो। यो स्पष्ट देखिन्थ्यो कि निक्कीलाई कसैले आफ्नो जालमा फसाएको छ, तर उसको अनुहारमा डरको कुनै नामो निशान थिएन। उसले सिधै मसँग 1 पैसा पनि छैन, यदि गोली चलाउनु छ भने चलाऊ भन्यो। बन्दुक भएको मान्छेले उसको प्रतिक्रिया बुझ्यो र तुरुन्तै चिन्यो कि यो मान्छे खेलाडी हो, हामीभन्दा ठूलो ठग हो र उसको अनुमान बिल्कुल सही थियो। निक एक उत्कृष्ट ठग हो जसले सानातिना चोरीहरू गर्छ, त्यो पनि धेरै सफासँग, जसले नै उसलाई फसाएर यो कोठामा ल्याएकी थिइन्। त्यसैले उसले जसभित्र एउटा प्राकृतिक प्रतिभा, नेचुरल ट्यालेन्ट देख्यो, जस त्यो बेलासम्म केही बुझ्न सकेकी थिएनन्। खैर, जब त्यो बन्दुकवाला मान्छे गयो, तब निक्कीले जसलाई तिमीसँग एउटा उपहार छ र यदि तिमीले मान्छेहरूलाई ठग्ने आफ्नो यो ताकतलाई राम्ररी देखार्यौ भने जिन्दगीभर बसेर खान सक्छौ भन्यो। निक्कीले हाम्रो त पुर्ख्यौली पेसा नै यही हो, मेरो बाबु उसको बाबु सबै ठग थिए भन्यो। ऊ पुर्ख्यौली ठग हो। हरेक युक्ति, हरेक चाल उसको लागि एउटा खेल थियो, जसले समय बर्बाद नगरी केही पैसा निकालिन् र म तपाईसँग सिक्न चाहन्छु भनिन्। निक्कीले पनि समय बर्बाद गर्नु जरुरी ठानेन। बाहिर जाँदा पनि निक्कीले जसको एउटा औँठी चोरिसकेको थियो र उसलाई पत्तो समेत थिएन। जबसम्म जसले के भयो भन्ने बुझिन् तबसम्म उनको घडी पनि गायब भइसकेको थियो र जब उनले ह्यान्डब्यागमा घडी राखिन् तबसम्म निक्कीले उनको वालेट निकालिसकेको थियो। यी सबै कारनामाहरूपछि निक्कीले हातको सफाई, समय र अलिकति शैली, बस यही चाहिन्छ यो काममा भन्यो। त्यस दिन निक्कीले उसलाई गुड बाई बाहेक अरू केही भनेन। केही महिनापछि जसले उसलाई न्यू अर्लिन्स शहरमा खोजिन्, जहाँ निक्कीले एउटा नयाँ टिम बनाउन सुरु गरेको थियो। उनीहरूको भेट पनि वास्तवमा एउटा परीक्षा टेस्ट थियो। ऊ हेर्न चाहन्थ्यो कि जस उनीहरूको टिममा सामेल हुन योग्य छिन् कि छैनन्। जब जसले सहमति दिइन् तब निक्कीले उसलाई टिमको एक मान्छेको साथमा मेलामा पठायो। आज जसको पहिलो व्यावहारिक असाइनमेन्ट थियो। उनी हातमा नक्सा लिएर केही मान्छेहरूसँग बाटो सोध्न थालिन्। त्यही बेला उनको साथीले लुकेर एउटा पर्यटकको क्यामेराको लेन्स चोर्यो। फेरि एक अर्को साथीले जानी जानी एउटा मान्छेलाई धक्का दियो र जसले उसको वालेट निकालिन्, जसलाई अब आफ्नो चोरी गर्ने शैलीमा अलिकति आत्मविश्वास आउन थालेको थियो। उनले चपस्टिक्सको मद्दतले एक अर्की महिलाको झोलाबाट वालेट निकालिन् र सबै कुरा यति सहज थियो कि कसैलाई शंका नै भएन। निक्की यो सबै एउटा भवनको माथिबाट हेरिरहेको थियो। उसले टिमलाई उसलाई एक्लै छोडिदेऊ, अब उसको उड्ने पालो हो भन्यो, जसले एकपछि अर्को महँगो सामान चोर्न सुरु गरिन् र उनको हरेक चोरीको साथ निक्कीको आँखामा उनको लागि सम्मान बढ्न थाल्यो। अब निक्कीले उसलाई अर्को ठूलो असाइनमेन्टका लागि पठायो। यसपटक यो एउटा हाइटेक धोखाधडी, हाइटेक फ्रड थियो। खास किसिमका लेन्सहरूको मद्दतले उनीहरू अरूका पत्ता हेर्न सक्थे र त्यसपछि आफ्नालाई सजिलै हराइदिन्थे। यहाँ क्रेडिट कार्ड चोर्ने प्रणाली पनि चलिरहेको थियो। कार्डलाई चोरेर लुकेर एउटा टिममेटको पासमा पठाइन्थ्यो, जहाँ एउटा उपकरणले उसको डाटा कपी गर्यो र त्यसपछि त्यो कार्ड फेरि त्यही व्यक्तिको खल्तीमा जान्थ्यो।
जबसम्म कसैलाई केही थाहा हुन्छ तबसम्म पुरै खाता खाली भइसक्थ्यो। अर्को ठगीको प्रणाली थियो नक्कली एटीएम मेसिन। जब पनि कोही एटीएमबाट पैसा निकाल्थ्यो मेसिनमा उसको पिन आफै भण्डारण हुन्थ्यो। फरहाद त्यो मेसिनलाई चुपचाप हटाएर सारा डाटा लिएर जान्थ्यो। सबै क्रेडिट कार्डहरूलाई अलग अलग वर्गमा राखेर त्यसबाट विलासिताका सामानहरू किनिए र अन्तमा उनीहरूको डाटालाई कालो बजार ब्ल्याक मार्केटमा बेचियो, जसले एक दिन एउटा सुन्दर नेक्लेस देखिन्छ लगाइन्। तर निक्कीले यसलाई तुरुन्तै उतार, सबै चिजहरू बेच्नुपर्छ, केही पनि हाम्रो व्यक्तिगत हुनु हुँदैन भनेर कडासँग बुझायो, जसले पहिलो पटक यति ठूलो स्तरको ठगी देखिरहेकी थिइन्। चोरी गरिएका चिजहरूको पहाडको बीचमा उभिएको अनुभव केही अरू नै थियो। भोलिपल्ट जस र फरहाद एक धनी इलाकामा घुमिरहेका थिए। उनीहरूको काम थियो नाटक गर्नु। फरहाद बेहोस भयो र जसले चिच्याएर अभिनय गर्न थालिन्, प्लिज कोही हामीलाई मद्दत गर प्लिज। यो एक प्रकारको ध्यानभङ्ग डिस्ट्र्याक्सन थियो, जसको फाइदा टिमका बाँकी मान्छेले आसपासका धनीहरूको सामान चोरेर उठाए र त्यसपछि पुरै टिम एउटा एम्बुलेन्समा लुकेर निस्कियो। यो सबै यति राम्ररी योजना गरिएको थियो कि कसैले केही बुझ्न नै सकेन। त्यो रात उनीहरू सबै मिलेर खुसियाली मनाए। निक्कीले सबैको प्रशंसा गर्यो किनभने एक हप्तामा उनीहरूले $1.02 मिलियन कमाएका थिए। भोलिपल्ट टिमका सबै मान्छे अलग हुनेवाला थिए। सबै कागजातहरू नष्ट गरियो र सबैलाई आश्वासन दिइयो कि केही दिनभित्र तिमीहरूको पैसा तिमीहरूको ब्याङ्क खातामा आउनेछ। तर पुराना सदस्यहरूलाई थाहा थियो कि निक्कीको एउटा अन्तिम मिसन अझै बाँकी छ। उनीहरूले उसलाई 1.2 मिलियन नगद दिए र जसको अगाडि चेतावनी पनि दिए कि यसलाई जुवामा नउडाउनु। भोलिपल्ट बिहान निक्कीले जसलाई स्टेडियमको VIP लाउन्जमा लग्यो। उसले जसको अगाडि पुरै तमासा गर्यो र उसलाई देखायो कि कसरी केही मिनेटमा हामी $1 मिलियन कमाउन सक्छौँ। जस त्यो बेलासम्म निक्कीको अलिकति मायामा पर्न थालेकी थिइन्। उनलाई लागिरहेको थियो कि उनी निक्कीको प्रेमिका हुन्, त्यसैले त उसले यो सबै देखाइरहेको छ। तर निक्कीले सुरुदेखि नै उसलाई ठगीका लागि मात्र आफ्नो समूहमा सामेल गरेको थियो। जब सबै कुरा सकियो तब निक्कीले उसलाई $80 नगद दियो र अन्तमा गुड बाई भन्यो। जसले उसको तर्फ हेरिन् उनको आँखामा आँसु थियो, उनको मन टुटेको थियो। एकतर्फ उनी निक्कीसँग साँच्चीकै प्रेम गर्न थालेकी थिइन्, अर्कोतर्फ उनलाई यो पनि लागिरहेको थियो कि $80 धेरै कम हो किनभने निक्कीले भर्खरै $1 मिलियन कमाएको थियो। तर निक्कीको संसारमा भावनाहरूको लागि कुनै ठाउँ थिएन र जसले अब उसको वास्तविक रूप देखिसकेकी थिइन्। लगभग 3 वर्षपछि हामी एउटा रेस कारलाई सर्भिस स्टेशनमा छिरेको देख्छौँ र चाँडै हामीलाई निक्की पनि त्यहाँ देखियो। उसको आँखामा थकान थियो र उसको अनुहारमा स्पष्ट लेखिएको थियो कि पैसा सकिन लागेको छ। लन्चको बेला उसको एक रेस कार टिमको मालिक ग्यारियासँग भेट थियो। ग्यारियाको अनुसन्धान टिमले EXR नामको एउटा नयाँ एल्गोरिदम विकसित गरेको थियो, तर उनीहरू यो एल्गोरिदमलाई अझ राम्रो बनाएर आफ्नो जित्ने मौका अझ बढाउन चाहन्थे। यसका लागि उनीहरूले निक्कीलाई काममा राखे। योजना बिल्कुल सरल थियो। निक्की उनीहरूको मुख्य इन्जिनियर भएको नाटक गर्नेछ, त्यसपछि उनीहरू निक्की र ग्यारिया बीच झगडा भएको देखाउनेछन् ताकि अर्को टिमहरू उनीहरूको जालमा फस्छन्। यसपछि निक्कीले EXR को एउटा नक्कली संस्करण प्रतिद्वन्दी टिमलाई बेच्नेछ र सक्कली प्रणाली ग्यारियाको टिमले प्रयोग गर्नेछ, जसले गर्दा उनीहरूको जित पक्का हुनेछ। सम्झौता अनुसार निक्कीलाई यो कामको लागि €1 मिलियन मिल्नेवाला थियो र नक्कली प्रणाली बेचेर जुन कमाइ हुनेछ त्यो पनि उसको। निक्कीले यो कामलाई ठट्टा ठान्यो। यति सरल ठगी त ऊ निदाइरहेको बेला पनि गर्न सक्थ्यो, तर ग्यारियाको बटलरलाई उसमाथि बिल्कुल विश्वास थिएन। उसले सिधै निक्कीलाई धम्की दिँदै यदि केही गडबड गरिस् भने गोली सिधै छातीमा हान्छु भन्यो। निक्कीले टक्सिडो लगायो र साँझ एक पार्टीमा भाग लिन निस्कियो। उनीहरूको योजना भिडको बीचमा झगडा गर्ने थियो, तर उनीहरूको योजना तब भत्कियो जब जसले सिडीबाट एउटा रातो ड्रेसमा ओर्लँदै प्रवेश गरिन् र उनी सिधै गएर ग्यारियाको घाँटीमा टाँसिएन्। यो देखेर निक्कीको दिमाग घुम्यो। उसले जसलाई 3 वर्षदेखि देखेको नै थिएन र अब उनी अरू कसैसँग थिइन् र त्यो पनि त्यो मान्छेसँग जसले निक्कीलाई काममा राखेको छ, जसले आरामसँग निक्कीको छेउमा आएर अब म कुनै ठग होइन र जे केही 3 वर्ष अघि भएको थियो अब ती कुराहरूको कुनै अर्थ छैन भनिन्। उनले यो पनि भनिन् कि ग्यारियालाई निक्की र उनी बीचको पुरानो सम्बन्धको बारेमा केही थाहा छैन र भनिन् यदि यो कुरा दबिएर रह्यो भने नै राम्रो हुन्छ। यो सबै सुनेर निक्कीको रगत उम्लियो। उसले भोड्काको गिलास उठायो र एकै गुटकोमा खाली गरिदियो। पहिले उसलाई झगडा गर्नको लागि अभिनय गर्नुपर्ने थियो, अब त उसलाई बैसेने ग्यारियामाथि रिस उठिरहेको थियो र उसले सबैको अगाडि जबरजस्त झगडा गर्यो। यो नाटक प्रतिद्वन्दी रेसिङ टिमलाई धेरै मन पर्यो। चाँडै सुरक्षाकर्मीहरूले उसलाई पार्टीबाट निकाले, तर अब प्रतिद्वन्दी टिमको बिजनेस कार्ड उसको हातमा आइसकेको थियो। भोलिपल्ट बिहान निक्की मैक्लारेन टिमको मालिकसँग भेट्यो। उसले सिधा कुरा गर्यो कि €3 मिलियन लाग्नेछ, म EXR प्रणाली बेच्न चाहन्छु। रेस कारका मालिकसँग पैसाको कमी थिएन, त्यसैले मोलमोलाई गर्नु परेन। उनीहरूले तुरुन्तै ट्र्याकलाई जाँच गरे र नतिजा देखेर मालिकको अनुहार खिल्यो। निक्कीले 48 घण्टामा पुरै सफ्टवेयर मिल्नेछ भन्ने आश्वासन दियो।
अर्कोतर्फ जस सडकमा फरहादसँग भेटिन्। फरहादलाई निक्कीले पठाएको थियो। उसले जसलाई बतायो कि 3 वर्ष अघि निक्कीको जानु जरुरी थियो, उनीहरूसँग कुनै विकल्प थिएन। उसले निक्की अझै पनि जसलाई माया गर्छ भन्यो। फरहादले एउटा बाकस जसलाई दियो, जसभित्र त्यही नेक्लेस थियो जुन जसलाई मन परेको थियो। यो कुराको कुनै ग्यारेन्टी थिएन कि त्यो सक्कली हो कि नक्कली, तर त्यो कुराले फरक पारेन। त्यो नेक्लेस देखेर जसको मन पग्लियो। जसको मुखबाट त यो निस्कियो कि उनी निक्कीमाथि विश्वास गर्न सक्दिनन्, तर उनको आँखामा केही अरू नै लेखिएको थियो। उनी अझै पनि उसको लागि केही त महसुस गर्दथिन्। खैर, चाँडै सम्झौताको दिन आयो र निक्कीले मैक्लारेन टिमको मालिकलाई सफ्टवेयर दिएर गयो। बदलामा एक बलियो मान्छेले उसको हातमा 3 मिलियन युरो थमायो। तर निक्कीको स्वभाव नै यस्तो थियो कि ऊ जोखिम बिना काम गर्दैन। उसले त्यो सफ्टवेयरको एक कपी लुकेर सबै रेसिङ टिमहरूलाई बेच्यो। हरेक हात मिलाइमा नयाँ युरो, जससँग हात मिलायो लाखौंमा पैसा लियो। जबसम्म रेस सुरु भएन, कसैलाई पनि थाहा भएन कि सबैसँग एउटै प्रणाली छ। त्यो रात निक्कीले भाग्नुको सट्टा जसलाई सन्देश पठायो। यदि समयमा उनी आइन् भने उनीहरू दुवै सँगै भाग्न सक्छन्। निक्कीले पर्ख्यो तर कोही आएन। अन्तिम समयमा जब उसले हार मानेर निस्कन लाग्यो तब जस आइन्। तर अहिले भाग्ने समय थिएन, किनभने त्यही बेला त्यही बलियो मान्छे जसले मैक्लारेन टिमको तर्फबाट उसलाई 3 मिलियन युरो दिएको थियो, ऊ निक्कीको अगाडि आयो। वास्तवमा ऊ ग्यारियाको मान्छे थियो। अब उसले सबै कुराको सत्यता पत्ता लगाइसकेको थियो कि निक्कीले नक्कली नभई सक्कली सफ्टवेयर बेचेको छ। उसलाई ग्यारियाको 1 मिलियन युरोमा कुनै चासो नै थिएन। अब उसले आफ्नो पुरै गियर लगाएर निक्कीको कारसँग जानी ठोकियो। निक्की र जस एउटा घातक दुर्घटनापछि समातिए। उनीहरू दुवैलाई बाँधेपछि सारा नगद ग्यारियाको अगाडि राखियो। निक्कीको यो हरकतले ग्यारिया धेरै रिसमा थियो। उसले यो कार्यक्रम बनाउनमा 40 मिलियन युरो लगाएको थियो र अब सबैको सबै बर्बाद भइसकेको थियो। सबैभन्दा ठूलो कुरा त यो थियो कि ग्यारियाले बुझ्न नै सकेन कि निक्कीले सक्कली सफ्टवेयर कसरी चोर्यो। जब निक्कीले केही बताएन् तब ग्यारियाले जसको नाक समातिदियो, जसपछि उनको सास रोकन थाल्यो र निक्की यो देखेर टुटे। उसले सबै कुरा बतायो कि उसले जसको आफ्नो लागि पुरानो प्रेम जगाएर उसलाई एउटा नेक्लेस लगाइदिएको थियो, जसभित्र एउटा खास चिप्स लागेको थियो। जस्तै ग्यारियाले त्यो सफ्टवेयर खोल्यो, त्यो नेक्लेसको माध्यमबाट निक्कीले उसको पासवर्ड र डाटा चोर्यो। यो सुनेर त जसको मन टुटे। उनको आँखाबाट आँसु बग्न थाले। तर ग्यारिया र उसका मान्छेहरू हाँस्न लागे। उनीहरूलाई कथा त राम्रो लाग्यो, तर उनीहरूले निक्कीको कुरामा विश्वास गरेनन्। ग्यारियाले जस मेरो कुनै प्रेमिका थिइनन्, म जान्दछु कि उनी पैसाको लागि मेरो साथमा थिइन् भन्यो। उता जसले पनि स्वीकार गरिन् कि उनी मात्र उसको महँगो घडीहरूको संग्रह जोड्न चाहन्थिन्। निक्की यो कुराले हैरान थियो कि जसले उसलाई चलाउनको लागि ग्यारियासँग प्रेममा भएको नाटक गरेकी थिइन्, अब दुवै नै समातिएका थिए। ग्यारियाले धेरै समय लिएन। उसले बुचरलाई सोध्यो कि निक्कीले सफ्टवेयर कसरी चोर्यो। जस्तै निक्की बोल्न लाग्यो, बुचरले गोली चलाइदियो। त्यो गोली सिधै निक्कीको छातीमा छेडियो। ग्यारियाको अनुहार सेतो भयो। उसले हडबडाएर बुचरलाई, पैसा फिर्ता कमाउन सकिन्छ, तर यदि हत्याको चक्करमा भित्र परिस् भने मेरो जिन्दगी खत्तम भन्यो। उसले बुचरलाई तुरुन्तै निकाल्यो र वेयरहाउसबाट भाग्यो। जस धेरै रोइरहेकी थिइन्, तर बुचरले डराउनु पर्दैन, ऊ वास्तवमा निक्कीको नै मान्छे थियो र साँच्चै भन्नुपर्दा उसको बुबा हुँ म, सक्कली बुबा भन्यो। उसले जानी मुटुको छेउमा गोली चलाएको थियो। उसले टेपले घाउलाई बन्द गर्यो, सुईले रगत निकाल्यो र उसको छातीमा हावाको दबावलाई स्थिर बनायो। अचानक निक्कीले फेरि आफ्नो आँखा खोल्यो। ऊ अझै पनि जिउँदै थियो। यो कार्य अलिकति पागलपनले भरिएको थियो, तर काम त गर्यो। पैसाको थुप्रो उनीहरूको पछाडि थियो र ती तीनैजना त्यहाँबाट निस्किए। निक्की वास्तवमा एउटा अनाथ अर्फन थियो र उसलाई यही बटलरले पालेको थियो। उसले नै निक्कीलाई यो सबै चोरीको सिपहरू सिकाएको थियो। नियम थियो कि कहिल्यै भावनात्मक नहुनु। तर अब निक्की साँच्चै जसलाई माया गर्न लागेको थियो। बटलरले दुवैलाई सडकको छेउमा छोडिदियो र सारा पैसा लिएर गयो। निक्कीको हातमा केही पनि आएन, तर अस्पताल जाँदै गर्दा निक्कीले गाडीमा देख्यो कि ग्यारियाको 2 लाख युरोको घडी जसको हातमा थियो। दुवैले एकअर्कालाई हेरेर मुस्कुराए। यो चलाखी र हातको सफाइसँग उनीहरू संसारको कुनै पनि कुनामा भोका त मर्ने छैनन्। यदि भिडियो मन पर्यो भने लाइक गरिदिनु। अर्को भिडियोमा भेटौँला। धन्यवाद।